힘당바 아당마 아당마세 아세와루 아니게 거요 망가 पाङभे पेगिग्र बचिग्र बाटैमा रात पर्यो र तपाईहरूको सामुन्ने बास माग्न पो आइपुग्यौँ हामी। यतै आउनुहोस् न युङयाङ त आज किन अडाङसे अदङ्से तपाईहरूको फुलबारीमा पो सुन्दर फुल फुलेछ र त्यो फुललाई लोभी भमराले मन पराएछ र पो हामी यहाँसम्म आइपुग्यौँ हजुर। आशीर्वाद हो अदङ्से। सवारो इज्जत साथ आउनुभयो, हजुरा आउनुभयो, मलाई पनि खुसी लाग्यो। तर हाम्रो अब नातिनीको मन पनि बुझ्नुपर्छ। फेरि पाङ्ली मेहनत हो या घाउ बेग्यांश लाग्छ। हाङमा ए हाङमा त्यतैले तल बोलाउँदै हुनुहुन्छ। पाहुनाहरू आउनुभएको छ। आउँदिन मामु। अहिले नि किन बिहे गर्नु? म अझै पढ्छु। बरु बाजेलाई पनि भन्दिन न अम्बो। मेदेन्दन आखिर में तुमसँग मेदेन्दन आदाङ बसे इज्जत साथ आउनु भएको हामीलाई कुटुम्ब बहुत मन परेको। तर मेरो नातिनी अलि पढ्छु भन्छ अस्तिदेखि। मेदेन्दन म्याम्बी ठिकै छ, तपाईँहरूलाई यो लाजेहाङको वचन भयो। मेरो नातिनीलाई सम्झाइ बुझाइ गरेर तिथि मिथि तोकेर तपाईँहरूलाई तान्दे छिन्दान हामी इङ्घाङ पठाउँछौँ। हामीले अहिले त्यति मात्रै भन्न सक्यौँ आदाङसे। त्यसको जिम्मा म भएँ। ल एकिमेच्चेसे आदाङसे रिसानी माफ्रो आर आदाङ भा अंगे आफे इंगा कासिगे आसेवारु दाइ तपाईँको फोन आयो। लपक ल अस्तिको पनि अर्कोचोटि ल ल। मिरा हौ मलाई घरमा माग्नु भएको थियो। के रे बाजेले हुन्छ भनिदिनु भएछ। अनि तिमीले हुँदैन भनेनौ? मेरो कुरा कसैले सुन्नु पर्यो नि त। घरको मान्छे कस्तो छ तिमीलाई के थाहा? चिन्ता नलिऊ तिमीले। म भोलि बिहानै लिन आउँछु। उज्यालो हुनुभन्दा अगाडि नै म फेदेनको चौतारामा आइपुग्छु। ल कसैले त देखेन नि। ल छिटो लड्छ। ओए छोड दे। त टाढाको भए पनि साइनोले भान्जाओस्, त्यसैले बाँचिस्। आइन्दा तेरो अनुहार एकचोटि यो गाउँमा देखे भने नि भान्जा हो भन्ने बिर्सिन्छु म। भाग जा त। ओए हिँड। एउटा भएको नातिनी भनेर ज्याजा चाङ्गेल अरे सबै किनेर खुवाएँ। ज्याजा खुङ्गेल अरे त्यो पनि मैले सकि नसकी किनेर दिएँ। आता निरुङ्गेल अरे त्यही स्कुल पढाएँ। के देखेर गइस् त्यो लफङ्गासँग? यही घरमा हल्ली बसेर यही घरको जुठो पुरो खाएर
हाम्रै सर्वस्व पारेर जानेको सन्तान होइन त्यो। उहिले तेरो बाजेले त्यो घरमा कम्ता दुःख गरेको थियो। दिनभरि जोत्नु पर्थ्यो, खाजा न पानी। मेरो आमा पनि म सानो छँदै बित्यो। मैले नै सकि नसकी खाजा पुर्याउँथे। त्यो बिरहाङ बाजे पनि जहिले बिरामी हुने, मेरै बाउले स्याहार्नु पर्थ्यो। त्यो छोरा भनाउँदो लाज्याङ जहिले मातेर आउने, उसको बुढीलाई र बाउलाई त कुट्टुला झै गर्थ्यो। त्यसको इतिहास थाहा छ तँलाई? मेरो सोझो बाउलाई छक्क्याएर त्यसको बाजेले सबै हाम्रो श्री सम्पत्ति हडप्यो। पछि बिराङ बाजेले छोराले भन्दा धेरै स्याहारो भनेर पाप कटाउने मेरो बुवाको नाममा थोरै जग्गा के पास गरिदिएको थियो। हलीलाई जग्गा दिएको भनेर रिसले मरिगयो। बिराङ बाजे खसेपछि त्यो लाजेहाङले उसको बुढीको सुन पैसा चोरेको आरोप लाएर गाउँ समाज बोलाएर बेइज्जत गर्दै त्यो घरबाट हामीलाई निकाल्यो। त्यस पछाडि हामी बेसीतिर झर्यौँ। पछि मेलामा फेरि त्यसकै सन्तानसँग भेट भएछ। त्यसपछि त त्यसले मेरो पछि गरेको गरे हाट बजार मेला पात कहीँ छोडेन। खाली बिहे गरौँ भन्ने। जब त्यो लाजेहाङको छोरा भनेर थाहा पाएपछि मैले मानिनँ। तर के गर्नु, घरमै कुरा गरिसकेको छु भनेर त्यहाँबाट मलाई जबरजस्ती गर्दै लग्यो। मैले पनि उहिले हाम्रो बाउ बाजेको झगडामा हाम्रो के को दोष भनेर सम्झे, तर त्यस्तो होइन रहेछ। अनि मलाई त्यहाँबाट मेरो बाउ बाजेको नाम लिँदै बेइज्जत गर्दै त्यो घरबाट निकाल्यो। त्यो नामर्दा एक शब्द बोलेन। म कति रोए कराए, तर त्यसलाई केही फरकै परेन। तेरो बाबुले पनि संसारमा कोही केटी नपाएर त्यसकै सन्तान भिरेर आउँदै थियो। कति दुःख गरेर मैले तिनीहरूलाई छुट्याएँ। तैँले पनि मेरो नाकमा घुदल्छस्? खैर केही छैन। इज्जतदार कुटुम्बमा माग्न आएको छ, मैले पनि हुन्छ भनेर वचन दिएको छु। तैँले जे भन्छस् म त्यो मान्छु। जहाँ पढ्छु भन्छस् म पढाउँछु, तर तैँले पनि मैले भनेको मान्नुपर्छ। है मनाङ, किसान अलि सम्झा, यो मेरो हुकुम हो। देब्रे लहराको सन्तान। अनि पछि नै तेरो बाउ फेरि माग्नु आयो। सबैले भन्यो लाउरे पनि हो, इमान्दार पनि छ भनेर। अनि फेरि बाउले दिएर पठायो। तैँले चाहिँ संसारमा कोही केटी नदेखेर त्यसकै छोरी ताक्नु पर्ने? खुरुकै भर्तीको लागि तयारी गर्नु छोडेर तेरो बाउले थाहा पायो भने नि तेरो के हाल गर्छ? लु बा, हेलो भाइ, कति फोन गरेको? हाङमा घरमा छैन रे क्या?
ओइ रात परिसक्यो त खाली गाग्री नै घर फर्किने हो भरेको लागि तिउन लिएर आउँछ है आमा म ल ओइ त यहाँ आइज किन दाइ यहाँ आइज न तेरो हात देखा न ए हुलाकी त तँ पो होस् आइन्दा यतातिर देखेँ भने नि तेरो खुट्टा सुट्टा भाँचिदिन्छु ओइ घरमा को हुनुहुन्छ होला ए कान्छा होइन हजुर दिदी सेवारो सेवारो ल यतै आएर बस हुन्छ नि अनि कताबाट हो कान्छा आज होइन अब तल्लो घरको हाम्रो धाने दाजुको छोरीको बिहा छ नि त कुन छोरीको जेठी छोरीको ए त्यही भएर म त बिहेको निम्तो बाँड्दै हिँड्दैछु दिदी ए लु पर्थेन नि के को दुःख यस्तै छ दिदी अनि भान्जा देख्दिन नि कहाँ गए यतै कता थियो मिराक ए मिराक यता बाहिर निस्कि त मामा आउनु भएको छ कान्छा थोरै सगुन लिएर आउँछु ल दिदी अलिकति थोरै मात्रै आइहाल्छु है अरे रक्सी त हुँदैन दिदी बरु तिर्खा लागेको छ थोरै ठी खान पाए हुन्थ्यो ल ल म लिएर आइहालेँ हुन्छ ए मामा हौ सेवारो अनि के छ रे बुवाको खबर पल्टनमा भन्छ ठिकै छ भन्छ भन्छ यहाँ के पो यो हाङ मैले पठाएको प्रिय मिराक तिमीलाई सन्चै छ होला भन्ने आशा गर्दछु तिमी र मलाई समय र परिस्थितिले टाढा बनाए पनि मेरो मनबाट तिमी सधैँ नजिक छौ मेरो फोन पत्र आएन भन्दैमा बिर्सेको नसम्झिनु मलाई यहाँ गाह्रो छ बिहेमा जसरी आउनु है तिमीसँग बसेर धेरै कुरा गर्नु छ म तिम्रो बाटो हेरिरहन्छु ल ओइ तिमीलाई धेरै माया गर्ने हाङमा अब आजभोलि तपाईँ माइत पनि आउनु छोड्नुभयो दिदी आ कान्छा बुवा खसेपछि त मलाई त्यो घर गाउँ नै शून्य लाग्छ हौ अरे के भन्नुभएको हामी छुङ्ना र अबको बिहेमा चाहिँ तपाईँ जसरी आउनुपर्छ नि दिदी ल ल अब आज बसेर जाऊ भन्दा मानेनौ होइन अब कुनै दिन बस्ने गरी आउँला नि दिदी अझै 2-4 घरमा निम्तो बाँड्नै छ भान्जालाई पनि गयो भन्दिनँ है दिदी ल ल मामा के हो भन्छ यो हाङमाले दिनु न ल ल भान्जा बिहेमा चाहिँ जसरी आउनु है हस् मामा हस् सेवारो ल सेवर हौ प्रिय हाङमा म अवश्य लिन आउनेछु अनि फर्किँदा तिमीलाई सँगै लिएर फर्किनेछु अब मलाई कसैको डर छैन प्रत्येक पल मर्दै बाँच्नुभन्दा बरु एकै पटक मर्न चाहन्छु तिमी तयार हुनु ओइ तिम्रो मिराक
भगैलाने सल्लाह सल्लाह मात्रै भो तिम्रो मेरो माया हल्ला मात्रै भो सुसेलीले बोलाउँदा दुनियाँले सुन्छन् इसाराले बोलाउँदा हेर्दैनौ भगैलाने सल्लाह सल्लाह मात्रै भो तिम्रो मेरो माया हल्ला मात्रै भो उज्यालो भई जाने भाले ढाकमा जाउँ भने उज्यालो भई जाने औँसी रातमा जाउँ भने बाटै हराउने भागी जाने सल्लाह सल्लाह मात्रै भो तिम्रो मेरो माया हल्ला मात्रै भो भगैलाने सल्लाह सल्लाह मात्रै भो तिम्रो मेरो माया हल्ला मात्रै भो पैचो जस्तो जिउ पैचो मागेर नपाइने नुन पैचो जस्तो जिउ पैचो मागेर नपाइने भगैलाने सल्लाह सल्लाह मात्रै भो तिम्रो मेरो माया मात्रै भो भागी जाने सल्लाह सल्लाह मात्रै भो तिम्रो मेरो माया हल्ला मात्रै भो मेरो छोरा बुहारीलाई छोरा त हेर तिमीहरू नामर्दको सन्तानलाई म एक एक गरेर मुला काटे झै काट्छु खोजेकै हो भेट्नु भनिदिन्छु म
बाजेदेखि बिग्रेर आएको सम्बन्धलाई तिमीहरूले सुधारेर लानुपर्छ है राम्ररी गरी खाऊ आशीर्वाद पिरो भाइ आजदेखि यो घर तिम्रै हो राम्रो बाउ बाजे सासू ससुराको इज्जत थाली खानु छिट्टै सन्तानले डाँडा डाँडा धाकुन् भनेर आशिष दिनु है साह्रो धेरै त सन्तान पाउनु भनेर आशीर्वाद नदिनु हौ पाल्नु गाह्रो पो हुन्छ यी आखेर हो भगैलाने सल्लाह सल्लाह मात्रै भो तिम्रो मेरो माया हल्ला मात्रै भो सुसेलीले बोलाउँदा दुनियाँले सुन्छन् इसाराले बोलाउँदा हेर्दैनौ भगैलाने सल्लाह सल्लाह मात्रै भो तिम्रो मेरो माया हल्ला मात्रै भो उज्यालो भई जाने भाले ढाकमा जाउँ भने उज्यालो भई जाने औँसी रातमा जाउँ भने बाटै हराउने भागी जाने सल्लाह सल्लाह मात्रै भो तिम्रो मेरो माया हल्ला मात्रै भो भगैलाने सल्लाह सल्लाह मात्रै भो